स्मुथ टेक्सचर दिन्छ कि यसलाई कीबोर्डले के गर्छ स्मुथ टेक्सचर दिन्छ धेरै पनि हाल्ने हो न त सेतो हुन्छ लगभग 200 ग्राम कोरिएन्डर लिफ 100 ग्राम मिन्ट लिफ 50 ग्राम ग्रीन चिल्ली हैन अनि 25 ग्राम यो गार्लिक अनि 25 ग्राम जति योगर्ट 50 ग्राम जति योगर्ट अनि सल्ट टु टेस्ट यो जुन टुको छ त्यो साइडमा हुनु पर्यो टेस्ट है त्यसरी पछि मिलाउनु मिल्छ त्यसपछि लेबर यसरी पनि सकिने यसलाई मिक्स गरेर मिक्सर मेसिनमा ब्लेन्ड गर्नु सबै एकैचोटि हाल्ने मिक्सर मेसिनमा मिन चटनी कलर कस्तो हुनुपर्छ टेक्सचर कतिको हुनुपर्छ हामीले यसरी यो चम्मचमा उठाउँदा चाहिँ अनि पकोडा डिप गरेर पकोडामा टास्ने किसिमको हुनु पर्यो धेरै पातुलो पनि हुनु भएन धेरै बाक्लो नि हुनु भएन ठिक्कको हुनु पर्यो हैन अब कुनै कुनै बेलामा हामीले अब यसरी यो पिस्ने बेलामा नुन सुन अलिअलि चर्को भयो भने त्यो बेलामा चाहिँ अलिकति पानी सानी एड गरेर बढाउन सकिन्छ भोल्युम बढाउन सकिन्छ यसमा अलिकति यो पिस्ने बेलामा रोस्टेड पिनट हालेपछि झन् क्रिमी बाक्लो र क्रिमी टेस्ट आउँछ कि टेक्सचर आउँछ है तर लगभग यति कलर पनि यतिकै हैन लगभग यतिकै बाक्लो ठिक हुन्छ यो यसलाई चाहिँ मसिनो बनाउनु पर्यो अलि लामो लामोलाई मसिनो बनाउने ना त्यस्तो केही चिजहरुलाई चाहिँ पोल्दैन नि जरा पानी भएपछि सेफ्टी हो त्यो चाहिँ सुरु किन पोल्नै पर्दैन अहिले त त्यहाँ कटिङ गरेको प्याजहरु छ त्यसरी हैन लसुन चप गरेको हुन्छ अहिले त्यो चप गरेको प्याजहरु त्यसमा हाल्नु छको बजे गरे चपको पनि ध्यान दिनु त्यो यो नाइफ लिएर फ्लेभर नाइफ या चपर यसलाई यसरी गर्ने 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 त्यसपछि यसरी गार्लिक चप गरेर यसमा हाल्ने यसरी गर्ने यसरी गर्ने हामीले चप गर्दा मात्रै यस्तो तरिका युज गर्ने हामीले अरू कटिङमा यो यसरी हानेर निकाल्नु मिल्दैन फेरि कटिङको साइज बिग्रिन्छ अब ग्रिन चिल्ली 4-5 वटा ग्रिन चिल्ली
तपाईँको खाना आयो भने बसिरहेको तपाईँकै हालेर खोर्सानी त भयो होला यसलाई नि हाल्दैन नि त त्यति हालिदिनु ढेर हुन्छ है के काट्नु अब यसलाई के गर्ने पहिला सुरुमा यो सबै कटिङ हालिसकेपछि यहाँ हेर्नु है सबै कटिङ हालिसकेपछि थोरै नुन हालेर यसलाई मोल्दिनु मोल्नु यसलाई मोल्नु मोल्नु मजाले मलाई हाल्यो त्यसको प्याज प्याज पारेर मोल्नु अब यसमा हाल्ने मसला भनेको के हो भनेपछि हामीले हाल्ने भनेको बेसार है मरिचको धुलो चिल्ली पाउडर थोरै धेरै पनि हाल्नु हुँदैन फेरि पिरो हुन्छ यसलाई बेसन चाहिँ नि यसको ब्यान्डिङको लागि बेसन र कर्नफ्लोर चाहिँ थोरै मात्रामा युज गर्ने हो यो मात्र क्रन्च निकाल्नको लागि है यो चाहिँ क्रन्चिनेसको लागि मात्रै हो कर्नफ्लोर धेरै कर्नफ्लोर युज गर्नु पर्दैन थोरै युज गर्नुपर्छ होइन पकौडाको मिक्सर तयार भयो अब के गर्ने यसरी यो सरसफाइ हाल्नु होइन अनि त्यसपछि ओइल बस्नु ल हाल्नु सधैँ ल हुन्छ त्यो गरेँ उहाँ त्यसै क्याप्टन भन्ने जस्तै एकदम प्रोफेसनल मान्छे होइन धेरै चिजको नलेज आयो मान्छे काम नगरेर होइन कमै छ अझै सानो फोटो